हामी हेर्न सक्छौँ विराटनगर कटहरी कटहरी भन्छु विराटनगर जनता नमुना स्कुलबाट भोट गर्न भइरहेको छ। सबैजनाले गर्नको इन्तजार गरिराख्नु भएको छ। तपाईहरु हेर्न सक्नुहुन्छ। पक्कै पनि आउँछ नि 10,000 हो र सन्तोष। हाम्रो युवाहरूले सोध्न गइरहेछौँ के छ कतिको सम्भावना छ हाम्रो यता जित्ने साथीहरूको के भन्न चाहनुहुन्छ? अहिलेको अवस्थाले हेर्दाखेरि के छ कुन पार्टीको अग्र स्थानमा देखिएको छ? अहिलेको त्यही हो सन्तोष राजवंशी स्वतन्त्र पार्टीको हो क्षेत्र नम्बर 4 बाट युवा उम्मेदवार सन्तोष राजवंशी अगाडि बढेको। कतिको एक्साइटेड हुनुहुन्छ? कतिको खुसी हुनुहुन्छ? एकदम धेरै उत्साह छ, एकदम खुसी छ। ल धन्यवाद तपाईँ साथ दिनुभएकोमा। हेर्दै हुनुहुन्छ हाम्रो सबै साथीहरू एकदमै हेरिराख्नु भएको छ, उत्साहमा छ। हजुर उत्साह हामी पुरै देश नै घन्टीमय भइसकेको छ। बहुत आनन्दको अनुभूति भइरहेछ। हामीले रातभरि सुत्न पाएनौँ र बिहान उठ्दैखेरि जुन मनमा उमङ्ग आयो, जुन मनबाट नै घन्टी बजिरहेको छ, देशले घन्टी बजाइरहेछ। देशमा घन्टी बज्नेछ, 2 तिहाईको सरकार आउनेछ, स्थिर सरकार आउनेछ। देश परिवर्तनको युगमा छ, परिवर्तन मागेको छ र मनबाट भित्रीबाट एकदम खुसी लागिरहेछ। देशले परिवर्तन माग्यो र जनताले परिवर्तन दिएको छ। आउने यो 5 कार्यकाल विकासको आमूल परिवर्तन ल्याएर घन्टी पार्टीले देखाउँछ। हाम्रो बालेन्द्रजीले देखाउनु के लाग्छ तपाईँले यो घन्टी पार्टीले के राम्रो गर्छ त? स्थिर सरकार त कहीँ जाँदैन। म त 2 तिहाई हेरिरहेको छु। हजुर आउने समयमा 2 तिहाई छ, स्थिर सरकार आउँछ, देशमा आमूल परिवर्तन आउनेवाला। विगतदेखि पुराना नेताहरूले राम्रो गर्दै जानु भएको छ होइन। अब यो भन्दा नि राम्रो गर्न सक्छ कि डाउन हुन्छ के कस्तो लाग्छ तपाईँलाई? अब यो पार्टीका जति पनि सांसदहरू छन् धेरै योग्य भएका छन्। अब 2 तिहाई अथवा स्थिर सरकार पायो भनेदेखि यति बुझ्नु होला कि पक्का पक्की हो, विकासमा कुनै किसिमको कमी हुँदैन। यो 5 वर्ष विकासको नीव राखिन्छ। यो देशले हेर्नेछ परिवर्तनको युग कसरी सुरुवात हुने, इतिहासले हेर्नेछ यो इतिहास। थ्याङ्क यू साथीले सपोर्ट गरिदिनु भएको, साथ दिनुभएको तपाईँले धेरै धन्यवाद। त्यसै गरी हेर्दा हाम्रो सन्तोष सर आइसक्नु भएको छ। एकदम परिवर्तनको युगमा गइसकेको छ। हजुर जय घन्टी सन्तोष दाइ। हेर्न सक्नुहुन्छ तपाईँहरूले हाम्रो युवा सरकारहरू एकदमै अगाडि बढिराख्नु भएको छ। चुनावीको माहौल हेर्दाखेरि हाम्रो प्रायः जसो घन्टी नै अगाडि देखिन्छ। सरकार हाम्रो पालन सासी बन्नु हाम्रो आशीर्वाद छ। देश निर्माण गर्ने हाम्रो तपाईसँग जोडिएका छौँ। फोटो लिन्छ भने लिइहाल्नु। फोटो गइसक्यो। तपाईँहरूले हेर्नुभयो भर्खरै क्षेत्र नम्बर 5 का सन्तोष राजवंशीज्यू जो यहाँ यो क्षेत्रबाट उठ्नु भएको अब स्थानमा हुनुहुन्छ उहाँ। हजुर अब कति गर्न बाँकी छ? अब थोरै बाँकी छ। 6-7 भनेको 6-7 होला। कतिले सन्तोषले लिने गरेर 7,000 नै जय घन्टी
एकदमै उत्साहजनक माहौल देखिन्छ। हामी यति चाहन्छौँ जोसुकै आए पनि हाम्रो यो देशले यो देशका जनताहरूलाई राम्रो सेवा सुविधा दिन सकोस् र यो देशलाई विकासको तर्फ अगाडि बढाउन सकोस्। हामी विराटनगर जनता नमुना स्कुलनिर छौँ जहाँ भोट गर्न भइरहेको छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ सबै पार्टीका कार्यकर्ताहरू र साथीहरू आइसक्नुभएको छ आफ्नो मत परिणाम जान्न वा सुन्नलाई। सबैजनामा छुट्टै लहर देखिएको छ। हजुर बालेन्साको 10,000, ओलीको 4,000। एकदमै हजुर हुन्छ हुन्छ। अहिले नयाँ सूचना आएको छैन, नयाँ सूचना आएपछि गणेश र 1-7 वाटको क्लियर 1-7 गाडी छ। प्रमाण पनि दिनुपर्छ। मभिडियोमा त उनीहरूले पनि भन्न सक्छ नि बुढे भोजै खुवाएको त बुढे भोजै थियो त तपाईँलाई निम्तो आएको थिएन र त्यो निम्तो मतलब चाहिँ हामी निष्पक्ष मान्छे। धन्यवाद धन्यवाद। हामी निष्पक्ष मान्छे, निष्पक्ष हुनैपर्छ के छ कतिको उत्साहित हुनुहुन्छ? किन हामी धेरै उत्साहित छौँ। हजुर हामी कटहरीवासीले हामीले सकेसम्म जति सहयोग गरे। हजुर तर चुनाव हामी जित्छौँ भनेर हामीलाई कन्फर्म छ। हजुर त्यसमा कुनै दुई मत छैन, चाहे जुनसुकै वार्डको पक्ष। हजुर सबभन्दा अगाडि हाम्रो घन्टी नै हुन्छ। एकदम एकदम जुनसुकै पार्टीले जिते पनि देशको विकास गरोस्, जनताले राम्रो गरोस् होइन। हजुर हामी काम गर्न आएको, हामी काम गर्दैछौँ एकदम। त्यसो भए सबै जनतालाई पुरै देशलाई बधाई दिनुपर्ने माहौल छ। हजुर पुरै नेपालको नागरिक जति छ, हामी नेपालको जति बजिमा छौँ सबैलाई बधाई छ कि हाम्रो घन्टी विजेता लिइराखेको छ। ल धन्यवाद साथ दिनु भएकोमा। माहौल पुरै तातिएको छ भन्नुपर्दा। यसरी हेर्दाखेरि घन्टीकै वर्चस्व बेसी देखिन्छ। तर हामी जनतालाई चाहिएको हो देश विकास, जनताको खुसी, चाहे त्यो घन्टीबाट होस् या अन्य पार्टीबाट होस्, जुनसुकै पार्टीबाट भए पनि देश विकास हुनु चाहिँ पर्छ। नयाँ नोटिस एनाउन्समेन्ट भइरहेछ। एनाउन्समेन्ट भइरहेछ, सबैजना सुनिदिनु होला। एउटा साउन्ड यहाँ राखिदियो भए कति राम्रो हुन्थ्यो होला।
फेरि धारण गरेर सुनिदिनु होला वडा नम्बर 5 को बाटो माइकेल गर्छ 9,025 पुगिसकेको छ। घन्टीको भोट भनेको अर्थ सबभन्दा अगाडि घन्टी नै देखिएको छ। हामी क्षेत्र नम्बर 5 बाट प्रत्यक्ष प्रसारणमा छौँ। रेडियो पनि कति सानो लागेको छ यार। नवासी मत प्राप्त भएको छ। नवासी मत प्राप्त भएको छ यहाँ घन्टीलाई। अरू मधेसले चाहेको परिवर्तन नेपालले चाहेको छत्तीसगढ सुविधा गएको 'Arkhai' तपाईहरुले हेर्नु भयो।
जितको उत्साह अग्रिम बनाउँदै हुनुहुन्छ यस देशका जनताहरू। पक्कै पनि अग्र स्थानमा रहेका पार्टीहरू जित्ने नै छन्। एकदमै खुसीका साथ सबैजना उत्साह मनाउँदै हुनुहुन्छ। तपाईँहरूले हेर्न सक्नुहुन्छ खुसीको सायद ठेगान छैन, किनभने पक्कै पनि सबैले विश्वास भइसकेको छ कि पक्कै पनि जुन पार्टी अग्र स्थानमा छ त्यो पार्टी पक्कै पनि जित्ने नै छन्। भोट गणना भइरहेको स्थान जनता नमुना माध्यमिक विद्यालयबाट हामी प्रत्यक्षमा छौँ। प्रत्यक्ष प्रसारण विराटनगरबाट तपाईँहरूले देखाइरहेका छौँ। बाँकी छ हाम्रो कटरी हो एउटा 7 नम्बर बाँकी छ। दुई जग्गा जित्यो भागले काठमाडौँ तो सीमा कार्की विजय ललितपुर। कतिको खुसी हुनुहुन्छ हजुर? जे हजुर 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 जे हो जनताले चाहेको परिवर्तन पुरा हुँदैछ। हजुर धन्यवाद। अब आउँछ राजीव खत्री अनि सविता गौतम, दुईटा आउँछ फेरि अहिले एकछिनमा। पक्कै पनि खुसीको लहर देखिएको छ। एकदमै सबैले एकदम पुरै विश्वास छ सबैजना कि अब जुन सरकार आउँछ पक्कै पनि राम्रो गर्छ होला। तपाईँहरू हेर्न सक्नुहुन्छ हामी विराटनगरमा छौँ अहिले। सबैजना आफ्नो पार्टीका समर्थक साथीभाइहरू आइसक्नु भएको छ। सबैजना मत परिणामको पर्खाइमा छन्। पक्कै पनि जनताले चाहेको, जनताले खोजेको नेता
यसपालि आउने छ र यो देश पक्कै पनि परिवर्तन हुनेछ, पक्कै पनि विकासको तर्फबाट अगाडि सर्नेछ, विकासको मार्गमा बढ्नेछ। हस् त अहिलेको लाइभ हामी यतिमै सकिँदैछौँ। पुनः हामी केही क्षणमा मिल्नेछौँ है। सबैजना साथ बनिदिनु भएकोमा सबैजनालाई धन्यवाद। थ्याङ्क यू, बाई।